सेनाले लखट्नु अब त्यो सेना त अब कुनबाट परिचालित छ सेनाले सेना कहाँबाट परिचालित छ सेना हाम्रो दाजुभाइ हो मेरो नाम एकराज बुढा मगर दिनु पर्यो लखेट एकराज बुढा मगर मेरो घर चाहिँ पिउडानबाट आएको मान्छे हामी के घरबाट बोल्ने घरबाट सुधी हामी बोल्ने हामी के हामी बोल्न नपाउने भित्र छिर्न पाएको छैन भित्र कतिजना गएको छ थाहा छैन के कुरा भएको छ थाहा छैन कोन थाहा छैन यसको लागि हामीले लडेको अस्ति जेएनजीको बाटो टोलीमा को गएको छ है काठमाडौँको मान्छे मात्र गएको काठमाडौँको व्यक्ति मात्र गएको छैन हाम्रो बाहिरी जिल्लाबाट कुन पैसा वार्ता गर्न जाने त्यही सुकिला मुकिलाको छोराछोरी मात्र आन्दोलनमा आएको हिजो आज त्यही बाटो टोलीमा पनि सुकिला मुकिलाको हामी खै उहाँले चाहिँ राजा के अरे राष्ट्रपतिसँग कुरा गराउँछौँ भनेर दुर्गा प्रसादले ल्याउने दुर्गा प्रसाद हो यहाँको राष्ट्रपति सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन हामीले आन्दोलन गरे होइन हामीले होइन त्यो गरे हाम्रो भनेको भ्रष्टाचारीको विरुद्ध थियो हिजोको दिनमा हामीले कसरी दुःख कष्ट गर्यौं हैन अबको जेनेरेसनमा के नयाँ हुन्छ त्यो चाहियो हो हामीलाई पनि पाउन नपाउने ल खेड्दै तपाईहरुलाई पाउन नपाउने जम्मले पुर्याउन खोजिरहेछ सुकिला मुकिलाको छोराछोरी मात्र बाटो टोलीमा समावेश गर्ने हामीले चाहिँ आम जनताको छोराछोरीले चाहिँ हिजो आन्दोलनमा खट्यो आन्दोलनमा रगत बग्यो आन्दोलनमा घाइते भयौं तर हामीले आज केही पनि पाएनौँ हामी बाटो टोली के छ के कुरा राखेछ भन्ने कुरा सुबह हामीले सुइको छ पाउन नपाउन नसक्ने कस्तो कस्तो बाटो टोली गठन गर्यो नेम लिस्ट चाहियो ए हामीले त जेएनजीको तर्फबाट अर्को कुरा यो काठमाडौँको मान्छे मात्र आन्दोलनमा थिएन बाहिरी जिल्लाको मान्छेहरू पनि थियो बाहिरी जिल्लाको एकजना हाम्रो मान्छे भेटिरहेको छ नि आज नेपाली सेनाले जसरी रोक्यो आज रोक्यो रोक्दा रोक्दै पनि म सेनाको चारौं होइन 10औं घेरा तोडेर म चाहिँ आए नयाँ बस्तादेखि यहाँ बोल्न गेलाई आए आउँदाखेरि भित्र बाटो टोलीमा अरू मान्छे यही काठमाडौँको सुकिला मुकिला मान्छेहरू मात्र पढाए हामीलाई थाहा छैन के हो जेएनजीको आन्दोलन स्वतन्त्र आन्दोलन हो नि जेएनजीको आन्दोलन स्वतन्त्र आन्दोलन हो कुनै वादीको थिएन कुनै राजावादीको थिएन न माओवादीको थियो न लेनिनवादी न मार्क्सवादी केहीको थिएन स्वतन्त्र थियो तर आज प्रतिनिधि गएर भित्र गएर बाटो टोलीमा राजावादी हुनुपर्छ यो कुनै पनि हालतमा सम्भव छैन यसको विकल्प फेरि पनि आन्दोलन हुन्छ फेरि पनि काठमार फेरि पनि हुन्छ यो घोषणा आजै याद गर्छु मैले हान्छु पनि हामी के घरबाट बोल्ने घरबाट सुधी हामी बोल्ने हामी के हामी बोल्न नपाउने भित्र छिर्न पाएको छैन भित्र कतिजना गएको छ थाहा छैन के कुरा भएको छ थाहा छैन थाहा छैन यसको लागि हामीले लडेको अस्ति त्यसको लागि मेरो भाइ बहिनीले गोली खाएको त्यही भएर सुशीला कार्की हुँदैन बालेन जस्ता मान्छेले सुशीला कार्की चाहिन्छ भनेर हुँदैन रगत त हामीले बगाएको नि त ढुङ्गा त हामीले खाएको हो नि त होइन युवा चाहियो हामीलाई भित्र को छ त्यो पनि लिस्ट चाहियो नेम लिस्ट चाहियो संविधान त चेन्ज गर्नु कसरी गर्ने हामीले संविधान चेन्ज गर्न मिल्दैन संशोधन हुनु पर्यो संविधान संशोधन हुनु पर्यो चेन्ज होइन प्रधान न्यायाधीश भएको छैन पहिला त्यो पोलिटिकल लिडरको त्यसलाई कुनै पनि हालतमा बरु एउटा जेएनजीबाट पाङलाई प्रधानमन्त्री बन्छ पोलिटिकल कहीँ भन्नु भएन आन्दोलन गर्न आएको मान्छे सुकिला मुकिला लागेका मान्छेहरू मात्र आथे हिजो आथेन नि बाटो टोलीमा सुकिला मुकिला भएर जाने यो कहाँको न्याय यो कहाँको न्याय हो यो सर मेरो पनि दुईटा भाइले सर मेरो दुईटा भाइले गरिरहेको छ टिचिङ हस्पिटलमा छ हामी कुनै पनि पुरानो मान्छेले बनाउन चाहदैनौँ यही युवाबाट एउटा पाङले प्रधानमन्त्री बनाउनुपर्छ देशको सुशीला कार्की किन अगाडि आएको भन्दाखेरि यो युवा होइन यो मान्छे भनेको अहिले नेपालमा गर्न सक्ने मान्छे होइन पूर्व न्यायाधीश भएर अवकाश पाएर घरमा बसेको मान्छेलाई हामीले बनाउन सक्दैनौँ कुलमानी घिसिङ भयो होइन बालेन शाह भयो हर्क सम्पङ भयो नेपालको रेभोल्युसन चेन्ज गर्ने हो भने यिनीहरू नयाँ युवा आउनु पर्यो नि त नयाँ युवाहरूको लागि हामीहरू सबै लड्ने तर यहाँभित्र पार्टीगत व्यक्तिगत राजनीतिगत गर्ने हो भने अहिले नेपालको सम्भव छैन हामी यहाँभन्दा तल नजाउँला यहाँभन्दा उता त छोडिदिनु न त हामी एउटा ठाउँमा आएन त्यति मात्रै भनेर हो नि
तपाईँहरूलाई त्यहाँ तल समस्या भयो भने हामीले यहाँ ठाउँमा अलि अगाडि बस्नु यता अलि अगाडि पुलसम्म जान्छौँ त्यसपछि तपाईँहरू चाहिने मान्छेहरू आउनु होला क्या चाहिने मान्छेहरू डिस्कसन गर्नु होला आउनु होला अननेसेसरी मान्छेहरू सबै जानुहुन्छ क्या त्यही भएर हो हेर्नु त उता अतिथिहरू टोली त्यस्तो लागि मेरो भाइ बहिनीले गोली खाएको विदेशमा गएर जुम मिटिङ गराएर यसलाई जा भनेर हुन्छ हुँदैन नि त हामीले निष्पक्ष रूपमा हामीलाई छानबिन चाहियो को गएको छ लिस्ट चाहियो के एजेन्डा छ दाजु राखेर एकदिन यसलाई जा भने हुन्छ प्रदेशबाट चाहिएन जिल्लाबाट चाहिएन हामी मान्दैनौँ त्यो हामी मान्दैनौँ हाम्रो जेएनजीको आन्दोलन होइन त्यो हामीले उहाँलाई सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन हामीले आन्दोलन गरे होइन हामीले होइन त्यो गरे हाम्रो भनेको भ्रष्टाचारीको विरुद्ध थियो हिजोको दिनमा हामीले कसरी दुःख कष्ट गर्यौँ होइन अबको जेनेरेसनमा के नयाँ हुन्छ त्यो चाहियो हामीलाई नयाँ सुख शान्ति चाहियो राष्ट्रपति हाम्रो पुस्ताको हुनुपर्छ प्रधानमन्त्री हाम्रो पुस्ताको हुनुपर्छ युवा चाहियो हामीलाई भित्र को छ त्यो पनि लिस्ट चाहियो नेम लिस्ट चाहियो संविधान त चेन्ज गर्नु कसरी गर्ने हामीले अहिले संविधान चेन्ज गर्न मिल्दैन संशोधन हुनु पर्यो संविधान संशोधन हुनु पर्यो चेन्ज होइन हुन्छ पछि हामीलाई संसद विघटन हुनु पर्यो नहुने त्यो छैन संसद विघटन पनि चाहियो संसद विघटन हुनुपर्छ संविधान संशोधन हुनु पर्यो संविधान चेन्ज होइन चेन्ज हामीले मागेको छैन निष्पक्ष रूपमा हाम्रो बुदाहरू हुनु पर्यो के बुदा हो त्यो चाहियो हामीलाई